आज त ठुलो हात पार्यो जगल्टे डन केको ठुलो हात डाका डालेको डाका ए केटा चुप 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 बेसी हल्ला नगर है अहिले मामाहरूले थाहा पायो भने भित्र खोरमा हाल्दैन नि फेरि केटा बस यहाँ अपन लोक अड्डा आइपुग्यो बस्नु 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 अलिकति हो खा सम्हालेर राख है केटा हो आज त निकै साह्रो पर्यो है मौरीका गोला से चाका खानु धेरै साह्रो छ केटा हो यो दुईजनालाई सुल्क्याएर चाहिँ यो लुटेको सम्पत्ति एक्लै हत्याउनु पर्यो साला डन्दा अब त्यसो भात खान्दियो होइन एकछिन पुरा भोक लागिरहेको छ हौ। के खाएर हानौँ न भात पुरा भोक लागिरहेको छ है अरे वाह यो मुस्टेले त मेरा काम और आसान कर दिया ल त उसो भयो त त्यो पारी गाउँमा गएर केही खानेकुरो लिएर आइज न त ठिकै छ म जानु चाहिँ जान्छु हो तर म आउन्जेल यो तलमाथि चाहिँ नहोस् है फेरि ल अरे यार तँलाई त्यति पनि विश्वास छैन तँ आएरै बताएर ठिकै छ जान त जा तँलाई त्यति पनि विश्वास छैन अन्त गएर आइज न यो राख्दै गर ल हुन्छ हुन्छ पिसाब गरेर आउँछु है